साथीहरू, ह्यापी होली। हाम्रो सिकाइ यात्राको फलकमा सबैजनालाई वेलकम छ है साथीहरू। अनि सबै साथीहरूलाई होलीको शुभकामना पनि छ है। आज होलीको कसले मनाउनु भयो, कहाँ कहाँदेखि यो हाम्रो भिडियो हेरिरहनु भएको छ, कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है साथीहरू। हामी चाहिँ नि बसन्तपुरको मा गएर होली मनाइरहेका थियौँ साथीहरू। अनि एकदमै रमाइलो थियो। त्यहाँ हाम्रो नेपालीहरूको भन्दा जमघट भनौँ विदेशीहरू पनि थियो धेरै, तर एकदमै नियमपूर्वक नै खेल्नुभएको थियो। एकदम खुसी साटासाट गरिरहनु भएको थियो। हाम्रो नेपालीहरू सायद अब चुनाव पनि आएको थियो, चुनाव सँगसँगै भोट हाल्न जानुभएको थियो होला। नेपालीहरू थोरै थियो तर एकदमै हो हल्ला गरेको थियो, राजनीति लागेको थियो। होली भन्दा नि राजनीति पनि लागिरहेको थियो। अनि हाम्रो पुलिस प्रशासनबाट कुनै हो हल्ला बढी भयो भने समातेर पनि लैजानुभएको छ। एकजनाले घन्टी बजाउनु भएछ, उहाँलाई चाहिँ पुलिसले समातेर लैजानुभयो। एकदमै थियो छुट्टै। अब चुनावको माहौल पनि थियो। कसैले बालेनको विरोध गरिरहेको थियो, कसैले केपीको विरोध गरिरहेको थियो। तर त्यहाँ गएर त्यस्तो चाहिँ नगर्नु पर्ने थियो। तर अब नेपालीहरूको बानी त्यस्तै छ। अब के गर्नु, एकदमै खुसी साटासाट गर्न गएको ठाउँमा त त्यति साह्रो नगरे पनि हुन्थ्यो। तर त्यति साह्रो पुरै जुलुसमा गए जस्तै गरिरहेको थिएँ साथीहरू। एकछिन त अब म टाढाबाट भए पनि भिडियो चाहिँ लिए सबैजनालाई देखाउनुपर्छ। यो भिडियो हेर्नुहुन्छ, हाम्रो च्यानल हेर्नुहुन्छ भनेर मैले पनि भिडियो बनाइरहेको थिएँ। थोरै थोरै भए पनि एकदमै भिडको साथसाथै पनि एकदमै रमाइलो पनि थियो। अब हाम्रो दाजुभाइ तथा दिदीबहिनीहरू पनि आइरहनु भएको थियो, आफ्नो खुसी साटासाट गरिरहनु भएको थियो। अनि हाम्रो एकजना भाइले एकदम नेपालको झन्डा फरफराइरहनु भएको थियो। अनि भिडहरू थियो। अनि हाम्रो केटाकेटीहरू फेरि एकदमै खुसी हुँदै हामी पनि होली खेल्छौँ भने हामी पनि होली खेल्छौँ भन्नु भएको थियौँ। हामी त खेलिएन, तर अब केटाकेटीलाई चाहिँ खेल्न दिनु पऱ्यो कि भनेर। अनि त्यहाँ एकदमै त्यो रमाइलो देख्दाखेरि, उफ्रेको देख्दाखेरि हाम्रो बच्चाहरू पनि खेल्छन् भनिरहेको थिए। यसरी उफ्रेका के गर्ने अब साथीहरू, यसरी छ। अनि तर सबैजना आफ्नो स्थानमा एकदम खुसी भएर अनि शान्त वातावरणमा आफ्नो माया साटासाट गर्नुपर्ने अवस्था थियो कि। तर एकदम हो हल्ला, नेपालीहरू एकदम हो हल्ला गरे, विदेशीहरू त एकदम शान्तिपूर्वक नै खेलेको थियो। होली लाउने, ह्याप्पी होली भन्ने, अनि त्यसपछि एकदम एकअर्कालाई होली लाएर एकदम ठुलो पर्व नै जस्तो मानेर हाम्रो विदेशी पाहुनाहरूले चाहिँ एकदम खुसी भएर सायद यही होलीको लागि भए पनि वर्षमा आउने पाहुनाहरू पनि हुनुहुन्छ होला जस्तो लाग्यो। तर नेपालीहरूले पनि बुझ्नुपर्छ, धेरै अनुशासित पनि हुनुपर्छ। यो भिडियो हेरिरहँदाखेरि गाली नगर्नु होला। तर हाम्रो नेपालको दाजुभाइ दिदीबहिनीहरू एकदम नियममा हुनुहुन्थेन, तर नियममा हुनुपर्छ। अब हाम्रो नेपालीहरूको चाड हो नि त। तर आफूले विदेशीहरूलाई अनि सम्मानपूर्वक अनि आफू अनुशासित भएर देखाउनु पर्ने ठाउँमा हो हल्ला गरेका छन् है। अनि मुर्दाबाद जिन्दाबाद भनेको छन्। गीत पनि बजेको छैन, तर गीत ब्यान गरेको रहेछ। तर एकदम शान्तिपूर्वक खेल्ने, ह्याप्पी होली भन्ने, एकअर्कालाई माया साटसाट गर्ने ठाउँमा हाम्रो केटाकेटीहरूले पनि एकदमै साटासाट गरिरहेको छ। हाम्रो नानी पनि एकदम खुसी भइरहेको छ विदेशीहरूको आउनेहरूलाई। अनि ह्याप्पी होली भन्ने लगाइदिनु भएको छ। उहाँ पनि एकदम खुसी हुनुहुँदै हाम्रो नानी बाबुहरूलाई पनि लगाइदिनु भएको छ। अनि एकदम रमाइलो भयो। बरु हाम्रो नानी बाबुहरूमा त्यति धेरै ज्ञान भयो जस्तो लाग्यो। अनि एकदम शान्तिपूर्वक खेल्दै बाई भन्दै गर्छन्। हरेक देशका पाहुनाहरूसँग खुसी साट्न पाएँ। एकछिन भए पनि ह्याप्पी होली
भन्दै हिँडिरहेका छन् हाम्रो नानी बाबुहरू। आजको होली एकदमै रमाइलो भयो साथीहरू। तपाईँहरूको कस्तो भयो, कुन ठाउँबाट हेरिरहनु भएको छ प्लिज अनि कमेन्ट गर्न चाहिँ नबिर्सनु होला है साथीहरू। अनि हाम्रो भिडियो मन परेछ भने एकदम लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला। अन्त्यमा फेरि पनि सबैजनालाई ह्याप्पी होली भन्न चाहन्छु साथीहरू। जहाँ भए पनि एकदम खुसी हुनु, एकदम सप्तरङ्गी जस्तै अनि एकदम सप्तरङ्गी जस्तै रङ्गिना परोस्, एकदम खुसी हुन परोस्, खुसी बाँड्न परोस् साथीहरू। आजको लागि भिडियो यति नै। धन्यवाद है साथीहरू। बाई बाई। एकदम खुसी